आएका जम्मा 2 जनाले इन्ट्रान्समा नाम निकालेर न्युटल पढ्न पायो। त्यो बेला न्युटल पढ्न पाउनु भनेको ठुलो कुरा थियो बाह्रौँ ठाउँ के मलाई त्यो कुलो खन्ने काममा 2 जना हामी पाइयो। एकचोटि बिदा पऱ्यो है सर शनिबार कुलो खन्ने काममा गइयो। यहाँ एसएलसी पास गरेको आछ अरे कुलो खन्न हेर्न आएको एसएलसी पास हो यस्तो रहेछ कुलो पनि राम्रो खन्यो भन्दै हाम्रो पालामा त्यो एउटा इगल भन्ने कपी र चेल पार्क भन्ने एउटा मसीको बट्टा दिन्थे त्यसैको लोभले पर्थ्यो म तपाईँलाई चाहिँ त्यो पेन फेरि तपाईँको पुरा राम्रो एसीमा लेख्ने पेन भएर 1 वर्षदेखि ट्याक्क बनाएर अक्षर ह्यान्डराइटिङ राम्रो हुन्छ भनेर ट्याक्क बनाएर राखेको त्यो चाहिँ एसएलसीमा त्यस्तो मैले चाहिँ कसो गर्थेँ भने भाइ बहिनीहरूलाई पनि पुऱ्याउँथेँ क्या कपी चाहिँ स्कुलबाट थापेर बाले अनि फलानुको छोरोले चाहिँ एसएलसी पास